सौराहा खोला सबै बना ये घोडा घोडा रहेछ घोडा सौरामा घोडा टाँगा गयो टाँगा 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 गयो टाँगा टाँगा सौरामा टाँगा 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 क्या दौड्यो क्या टाँगा टाँगा सौरामा के मात्रै बनाएको ल 78 सालमा विक्रम शर्माले 28 सालमा बनाएको छ यो सौराको मेन जङ्गल जङ्गल सौरा यहाँ आज घुम्न आएको जङ्गल सफारी यो सबै आउँछ होइन घोडा पनि चढ्न पाइन्छ घोडामा फोटो खिच्न पाइन्छ जङ्गल सफारी गर्न पाइन्छ जङ्गल सफारीमा मान्छे जाँदैछन् होइन चित्रहरू भोपाल बनाइएको छ होइन पछाडि गएर चक्कर 17 ठाउँ छ ल जङ्गल सफारी म दुईटै जङ्गल सब घुमिसकेको छु दुईटा तीनटा जङ्गल ल हेलो मेरो भाइ हेलो हेलो कस्तो लागिरहेछ भाइहरूलाई यसो यहाँ केही गइसोइ देखिएन हरिण सरिण पनि देखिएन के जुम गरेर हेरौँ त जुम गरेर हेरौँ केही देखिन्छ त केही देखिएको छैन है मान्छे मात्रै देखियो घोडा देखियो टाँगा देखियो जङ्गल यही हो जङ्गल सफारी सौराको जङ्गल सफारी चितवन नेसनल पार्क राति उर्लेर आएको होला त्यही भएर यता पानी बढेर आइरहेछ होइन त्यही होला ल यो चितवन नेसनल पार्क अब यो यत्रो ठुलो अब सौराहा हाम्रो सन्तोष भाइ हुनुहुन्छ उहाँ मेरो ज्वाइँ साहब पनि हो र ज्वाइँ साहब भन्दा नि बढी साथी हो साथी भन्दा नि बढी भाइ प्यारो भाइ ल यही हो यहाँभन्दा के देखाउनु त है अब अरू हेर्न मन लाग्यो भने अर्कोचोटि देखाउँला अब अहिले चाहिँ यही हो यहाँ आएर प्रत्यक्ष हेर्ने भनेको होइन त जनावर त केही देख्न पाइएन न यही हेर्नुहोस् न गोही देखियो न हिरण देखियो कहाँ जान लाउनु भयो त्यतातिर नजानुहोस् एलाउड छैन होइन त्यतातिर जानु पाउँदैन नि हजुरहरू त्यहाँ पुलिस बसिरहेको छ सो नगरिदिनुहोस् यहाँ डुङ्गामा सफारी छन् खोइ खोइ के छ कुनै चढ्न पाउँदैन होला यो डुङ्गामा त माछा केही उ गर्न गयो होला त्यहाँ पानी भरियो जस्तो छ डुङ्गामा फाल्दैछ होइन पानी फाल्दैछ